नमस्कार, मेरो नाम गङ्गाबहादुर दर्जी। मेरो स्थायी बसोबास भरौल 5 कालाबुङ्गर। म यो नवदृष्टिमा आएर आँखा अति नै मोतीबिन्दु भएको थियो, त्यसले गर्दाखेरि अपरेसन गर्न आएँ। अपरेसन मेरो राम्रो सफल भइदिएको कारणले गर्दाखेरि म अर्को पनि पुनः अपरेसन गर्न फेरि म आइरहेको छु। त्यस कारणले गर्दाखेरि म अब यो आउँदो आइतबार फेरि अर्को देब्रे आँखा फेरि पुनः म अपरेसन गर्न चाहन्छु। म सिलाइ काम गर्छु। मलाई पहिला धेरै गाह्रो थियो, 15-20 वर्ष मैले चस्मा लाएर काम गरेँ। त्यस पछाडि पनि अहिले पनि म अब सिलाइ नै काम गरिरहेको छु। र पनि अब यो आँखा अपरेसन नगरी नहुने भएको कारणले गर्दा म अहिले तत्काल 2 महिना अगाडि गराएको थिएँ दाहिने आँखा। अब फेरि यो 2 महिना पछाडि पर्सि आउँदो आइतबार चाहिँ म फेरि देब्रे गराउनको लागि म यहाँ सल्लाह लिन आएको हुँ। राम्रै लागेको छ। पहिला अपरेसन नगर्दा मेरो धेरै टाढा म देख्थिनँ थिएँ, नजिक मात्रै देख्थेँ। त्यो सकालको मसँग चाहिँ मोतीबिन्दु थियो। अहिले अपरेसन गरेपछि म टाढा एकदम राम्रोसँगले देख्न सक्छु। म एकदम राम्रो, मलाई खुसी लागेको छ। त्यस कारणले म फेरि अर्को आँखा अपरेसन गर्न म सल्लाह लिन आएँ।